मैले आज पार्किन्सन्स डिजिजको बारेमा केही कुराहरू छोटकरीमा बताउँछु। म डाक्टर सन्दीप, मनोरोग विशेषज्ञ। आज वर्ल्ड पार्किन्सन्स डे हो र प्रत्येक वर्ष अप्रिल 11 मा हामीले यो डे सेलिब्रेट गर्छौँ। यसको उद्देश्य पार्किन्सन्स डिजिज बारे जनचेतना फैलाउने, बिरामी र हेरचाह गर्नेहरूलाई चाहिँ सहयोग गर्ने र समयमै यसको पहिचान तथा उपचारमा जोड दिने उद्देश्यले सेलिब्रेट गर्छौँ। 11 अप्रिलमा चाहिँ जेम्स पार्किन्सन भन्ने साइन्टिस्ट जो हुनुहुन्थ्यो, उहाँको जन्म भएको थियो र उहाँकै जन्मको सम्झनामा, किनभने उहाँले नै यो रोगको खोज गर्नुभएको थियो, हामीले चाहिँ 11 अप्रिलमा यो सेलिब्रेट गर्छौँ। अब यो पार्किन्सन्स डिजिज भने के हो भने यो चाहिँ उमेरसँगै बढ्दै जाने मस्तिष्क सम्बन्धी रोग हो, जसलाई हामीले न्युरोडिजेनरेटिभ डिजिज भनेर भन्छौँ। यो मुख्य रूपमा चाहिँ शरीरको जुन चालढाल छ त्यसमा असर गर्छ। यो रोग मस्तिष्कमा जुन डोपामिन उत्पादन गर्ने कोशिकाहरू छ त्यो नष्ट भएपछि अनि डेभलप हुने यो रोग हो। यसका सुरुवाती लक्षणहरू सामान्य देखिन्छन्, जस्तै एक हातमा चाहिने कम्पन भए जस्तो लाग्ने, चालढाल ढिलो भए जस्तो हुने, शरीरमा कडापन स्टिफनेस आए जस्तो लाग्ने, हात हिँड्दाखेरि चाहिँ त्यति मुभमेन्ट कम भए जस्तो देखिने, आवाज बिस्तारै सानो हुँदै जाने, शरीरमा चाहिँ रिजिडिटी भएपछि त्यो लेख्दाखेरि अक्षर पनि सानो सानो हुँदै जाने, अनुहारको भाव कम देखिन थाल्ने, जसलाई हामीले मास्क फेस भनेर भन्छौँ। यो लक्षणहरू पार्किन्सन्स डिजिजमा चाहिँ देखिन्छ। रोग बढ्दै जाँदा सन्तुलन बिग्रिने, बिरामी लड्ने, हिँडाइमा समस्या आउने, साथै अरू साइकोलोजिकल प्रब्लमहरू जस्तै डिप्रेसन, निद्रामा समस्या, कन्स्टिपेसन, गन्ध थाहा नपाउने, गैर चाल सम्बन्धी यी लक्षणहरू पनि देखिन सक्छन्। यो रोग पूर्ण रूपमा निको पार्न चाहिँ नसकिने रोगमध्ये पर्छ, तर यसको लागि चाहिँ विभिन्न औषधिहरू एभाइलेबल छ, जसले यसको लक्षणलाई चाहिँ धेरै हदसम्म चाहिँ हामीले नियन्त्रणमा राख्न सक्छौँ। र औषधि सँगसँगै नियमित व्यायाम, फिजियोथेरापी यिनीहरू गर्यो भने पनि लक्षणहरूलाई चाहिँ नि नियन्त्रणमा राख्न चाहिँ मद्दत गर्छ। त्यसैले समयमै पहिचान र उपचारले चाहिँ यो रोगबाट ग्रसित बिरामीको जीवन स्तरमा धेरै सुधार गर्न सकिन्छ। त्यसैले यो रोगको बारेमा चाहिँ जानकारी भइराख्यो भने एकदमै राम्रो हुन्छ। धन्यवाद।